हेलो एन्ड नमस्ते सबैजनालाई स्वागत गर्न चाहन्छु यहाँहरूलाई फेरि पनि हाम्रो अर्को नयाँ एपिसोडमा नयाँ टपिक नयाँ एपिसोड फुल अफ बन्च अफ इन्फर्मेसनले भरिएको चाहिँ एउटा एपिसोडमा चाहिँ यहाँहरूलाई फेरि स्वागत गर्न चाहन्छौँ। हामीले धेरैभन्दा धेरै जानकारी कसरी यहाँहरूलाई दिन सकिन्छ भनेर भिडियो बनाउने कोसिस गरिरहेका छौँ र त्यही कोसिसमा आज पनि जुटेका छौँ। आज चाहिँ हामी अलिकति यहाँहरू फिनल्यान्ड आइसकेपछि गर्नै पर्ने एक दुईवटा कामहरू चाहिँ के हो भन्ने कुराहरू गर्छौँ। अफिसियल काम चाहिँ गर्नै पर्ने छ, तत्कालै गर्नुपर्ने कुराहरू के हो भनेर हामी अलिकति छलफल गर्छौँ। लिएर बिस्तारै बिस्तारै अरू पनि भिडियोहरू बनाउने छौँ। तर आज चाहिँ अलिकति पोइन्टमा बसेर स्पेसिफिक इन्फर्मेसनहरू के एकदमै पोइन्ट टु पोइन्ट चाहिँ एक दुईवटा कुराहरू के चाहिँ गर्नुपर्छ भन्ने कुराहरू चाहिँ हामी छलफल गर्छौँ। एकदमै तपाईँ आउने बित्तिकै एकदम फर्स्ट एन्ड फरमोस्ट चाहिँ गर्नुपर्ने काम भनेको चाहिँ हजुरको डिभिभी रजिस्ट्रेसन भन्छौँ हामी होइन यहाँ होइन। त्यही भएर सबसे फर्स्टमा गर्ने तपाईँले काम भनेको डिभिभी रजिस्ट्रेसन हो। यसको लागि चाहिँ अब दुईवटा तरिका छ। एउटा भनेको हामी बिना अपोइन्टमेन्ट पनि जान सक्छौँ, अर्को भनेको अपोइन्टमेन्टको साथ जान सक्छौँ होइन। बिना अपोइन्टमेन्ट जाँदै हुनुहुन्छ अब तपाईँ के बार आइपुग्नुहुन्छ डिपेन्ड गर्छ नि त होइन। अनि बिना अपोइन्टमेन्ट प्रायः मान्छेहरू मैले देखेको नेपालीहरू चाहिँ अपोइन्टमेन्ट बिना नै जाने गरेको जस्तो लाग्छ मलाई। मैले देखेँ अनुसार चाहिँ मेरो पर्सनल एक्सपिरियन्समा पनि अपोइन्टमेन्ट बिना नै गएको थिएँ होइन। अन्त वेडनेसडे र फ्राइडे चाहिँ हजुरको बिना अपोइन्टमेन्ट जान पाउने टाइम भनेको 9 to 12 को टाइम होइन। त्यहाँनिर तपाईँ अलिकति क्युमा बस्नुपर्ने हुन्छ तर अपोइन्टमेन्ट बिना जानु पाउनुहुन्छ वेडनेसडे र फ्राइडे चाहिँ 9 to 12 को टाइममा। अनि त्यो भयो एउटा डिभिभी रजिस्ट्रेसनको काम। अनि त्यहाँनिर जाँदाखेरि चाहिँ तपाईँले लानुपर्ने चिजहरू एकदम कम्पलसरी भनेको तपाईँको पासपोर्ट लानुहोस्, आरपी कार्ड भइहाल्यो होइन। अनि इफ तपाईँहरू कपाल आउँदै हुनुहुन्छ भने तपाईँहरूको म्यारेज रजिस्ट्रेसन पनि त्यही बेलामा हुन्छ। गर्ने काम चाहिँ त्यो प्रोसेस चाहिँ त्यति बेला नै गर्ने हो। अनि इफ अब तपाईँ एक्लै जाँदै हुनुहुन्छ भने त एक्लैले चाहिँ म्यारेज रजिस्ट्रेसन हुँदैन, तपाईँको कपालसँगै तपाईँको स्पाउस नआइन्जेल चाहिँ एउटा त्यो भयो। अनि देन आफ्टर एट द सेम टाइम तपाईँहरू कपाल आउँदै हुन्छ भने त्यहीँनिर डिभिभी रजिस्ट्रेसनको अफिसकै मुनि चाहिँ जब सिकरको फर्म पाउँछ। त्यो चाहिँ डिपेन्डेन्टको लागि हुन्छ होइन। त्यो फर्म चाहिँ एकदम केयरफुल तरिकाले त्यहाँ राम्रो के डिटेल्सहरू मागे हुन्छ त्यो अनुसारले एकदम त्यो काम भएर त्यो इन्फर्मेसन्सहरू फिलअप गरेर त्यो फर्म पनि एट द सेम डे नै तपाईँले त्यहाँनिर बुझाउनु सक्नुहुन्छ। अनि तपाईँहरूले चाहिँ जस्तै अब बुकिङै गरेर अपोइन्टमेन्ट लिएर चाहिँ जान्छु भनेर सोचिरहनु भएको छ भने अपोइन्टमेन्ट लिनले चाहिँ सिम्पली dvv.fi चाहिँ हाल्नुभयो भने तपाईँले त्यो डिभिभीको साइटमा पाइहाल्नुहुन्छ जानुहुन्छ। अनि त्यहाँ गइसकेपछि चाहिँ कुन दिन कुन बार कति बजीसम्म चाहिँ यहाँ सबै मेन्सन गरेको हुन्छ त्यो अफिस खुल्छ, यहाँहरूले चाहिँ अपोइन्टमेन्ट लिन मिल्छ भनेर लेखेको हुन्छ र कुन बार चाहिँ यहाँहरूलाई चाहिँ अपोइन्टमेन्ट बिना नै त्यो सर्भिसहरू चाहिँ एक्सेसिबल हुन्छ कति टाइमको लागि भनेर पनि लेखेको हुन्छ होइन। तर एकपालि यहाँहरूले चाहिँ dvv.fi चाहिँ एकपालि भिजिट गर्नु होला यहाँ आइसकेपछि हो। अब यो डिभिभी रजिस्ट्रेसन किन हुनुपर्छ भन्ने कुरा अघि म्यामले पनि भनिसक्नुभयो। तपाईँ यहाँ आइसकेपछि तपाईँ पनि एज अ यो देशको चाहिँ इमिग्रेन्टै भए पनि काउन्ट हुन्छ कि कतिजना चाहिँ कहाँबाट कसरी आइरहेको छ त, कुन चाहिँ सिटीमा हुनुहुन्छ तपाईँ होइन। भाषा आउँदै हुनुहुन्छ नि भाषाको पनि यो मेट्रोपोलिटन सिटीको भनौँ न भाषा म्युनिसिपालिटीको चाहिँ डाटाबेसमा चाहिँ तपाईँको इन्फर्मेसन पनि रजिस्टर्ड हुने प्रोसेस हो यो। तपाईँले त्यहाँ रजिस्टर्ड गरिसकेपछि मात्र अर्को स्टेपमा जान पाउनुहुन्छ क्या। एक्ज्याक्टली फर्स्ट स्टेप डिभिभी रजिस्ट्रेसन नभए त अरू कुनै पनि काम हुँदैन एकदम। अनि सेकेन्ड स्टेप चाहिँ हामी पुलिस अफिस जान्छौँ। तर अब डिभिभीमा चाहिँ तपाईँको इन्फर्मेसन मात्र रजिस्टर हुने हो त भन्ने कुरा पनि छ। एउटा एकदमै इम्पोर्टेन्ट कुरा के तलमै हुँदाखेरि आरपी कार्ड आयो तर आरपी कार्डमा चाहिँ सोसल सेक्युरिटी नम्बर आएन भने के गर्ने। जस्तै मेरो केसमा चाहिँ सोसल सेक्युरिटी नम्बर थिएन होइन। म यहाँ आएँ, साथीहरू सबैले उहाँहरूको चाहिँ इन्फर्मेसन रजिस्टर्ड गर्नुभयो। भोलिपल्ट पर्सिपल्ट नोटिफिकेसन आयो यो इन्फर्मेसन हेज बिन रजिस्टर्ड यसरी भनेर आयो र उहाँहरूले फर्दर प्रोसेस गर्न पाउनुभयो तर मैले पाइनँ क्या होइन। तपाईँको आएको थियो? मेरो आएको थियो, मेरो केसमा चाहिँ आएको थियो, त्यस्तो प्रब्लम केही भएन। मेरो चाहिँ नआएको कारणले मैले सोसल सेक्युरिटी नम्बरको लागि रिक्वेस्ट गरेँ र तपाईँ दोहोऱ्याएर जानु पर्दैन। त्यही दिन नै तपाईँले सोसल सेक्युरिटी नम्बरको लागि रिक्वेस्ट गर्ने प्लस तपाईँको इन्फर्मेसन चाहिँ डाटाबेसमा यो म्युनिसिपालिटी जहाँ आउँदै हुनुहुन्छ त्यहाँको डाटाबेसमा अपडेट गराउनलाई एप्लिकेसन दिन सक्नुहुन्छ। त्यो दिएर आइसकेपछि त्यो एप्लिकेसन दिएको 10 देखि 15 दिन अब भनौँ न कतिको क्यु छ त्यहाँ, कतिको स्टुडेन्टहरूको चाप छ अथवा इमिग्रेन्टहरू कतिको आइरहनु भएको छ त्यो सिटीमा र डिभीमा चाहिँ कतिजना पुगिसक्नु भएको छ अलरेडी भन्ने कुराले नि फरक पर्छ होइन। मेरो चाहिँ लगभग 2 देखि 3 हप्ता लागेको थियो जस्तो लाग्छ मलाई। केहीले चाहिँ गएकै दिन पनि पाउनु भएछ सोसल सेक्युरिटी नम्बर इमिडिएटली पनि दिएछ, केहीलाई चाहिँ अलिकति टाइम राखेर
इमेल मार्फत यहाँहरूलाई नोटिफिकेसन दिन्छ त्यसपछि तपाईँको सोसल सेक्युरिटी नम्बर भनेर आउँछ क्या तपाईँले त्यहाँ आइडीमा भनौँ न आरपी कार्ड तपाईँले पाउन साथ स्क्यान गरेर हेर्न सक्नुहुन्छ त्यहाँनिर नम्बरहरू त हुन्छ विभिन्न किसिमको नम्बरहरू हुन्छ तर सोसल सेक्युरिटी नम्बर भनेको चाहिँ एकदमै इम्पोर्टेन्ट नम्बर हो त्यो युनिक हुन्छ तपाईँको मात्रै हुन्छ र तपाईँलाई तपाईँको एभ्री इन्फर्मेसन मन लाग्छ त्यो नम्बरमा चाहिँ अपडेटेड हुन्छ क्या भोलिको दिनमा आइसकेपछि होइन त्यो हुन्छ अब डिबिबी रजिस्ट्रेसन सक्सेसफुल भयो तपाईँको चाहिँ इन्फर्मेसन रेकर्ड भयो भनेर इन्फर्मेसन तपाईँलाई इमेल मार्फत अथवा पोस्टी मार्फत आएपछि के गर्छौँ त हामी सेकेन्ड स्टेपमा भन्ने कुरा गरौँ त त्यो पोस्टी मार्फत आउनुभन्दा अगाडि नै पनि त्यो काम सुरु गरे हुन्छ त्यो किनकि त्यो पोस्टीमा त हाम्रो निकै बाधा आउँछ नि त डिबिबीबाट त्यो आउने जुन के भन्छ त्यसलाई पोस्टी आउने त अलिक निकै बाधा आउने हो तर अब यो पछि चाहिँ यति काम हामीले त्यहाँनिर सकिसकेपछि चाहिँ अर्को चिज गरिहाल्नुपर्ने चिज भनेको हामीले पुलिस आइडी कार्डै भनौँ न यहाँनिर चाहिँ हामीलाई चाहिँ के थियो भने आरपी कार्ड चाहिँ हाम्रो आइडी कार्ड भनेर सोच्थ्यो तर खासमा चाहिँ त्यो पुलिस स्टेसनमा बनाएको कार्ड चाहिँ हाम्रो आइडी कार्ड रहेछ क्या यहाँनिर हामीलाई जहाँ पनि तपाईँलाई आइडी कार्ड भनेर माग्यो भने चाहिँ हामीले त्यो पुलिस स्टेसनमा बनाएको कार्ड चाहिँ दिने रहेछ मैले पनि धेरै पछि पत्ता लाग्यो है मलाई थाहा पाएको थिइनँ क्या मजाले मैले कति कन्फ्युज हुन्थेँ म अनि त्यही भएर त्यो पुलिस कार्ड बनाउनु पर्यो त्यसको लागि पनि त्यही हो तपाईँ बिना अपोइन्टमेन्ट पनि जानु सक्नुहुन्छ यो चाहिँ 8 बजीदेखि खुला हुन्छ जस्तो लाग्छ पुलिस स्टेसन मलाई जहाँसम्म लाग्छ होइन यो पनि तपाईँले अपोइन्टमेन्ट लिएर पनि जान पाउनुभयो केही प्रब्लम होइन यसको पनि साइट छँदैछ त्यहाँनिर तपाईँले साइट भिजिट गरेर त्यसको टाइम टेबलहरू हेरेर मजाले तपाईँ विथ अपोइन्टमेन्ट पनि जान पाउनुभयो विदाउट अपोइन्टमेन्ट पनि जानुभयो म विदाउट अपोइन्टमेन्ट गएको होइन अनि त्यहाँ पनि त्यही हो क्युमा बसिन्छ त्यहाँनिर स्किन आफ्नो पालो रुङ्न पर्यो टोकन नम्बर पाइन्छ त्यहाँनिर हामीले होइन लिनुपर्छ त्यहाँ अगाडि मसिन हुन्छ त्यहाँबाट टोकन नम्बर लियो अनि आफ्नो पालो हुन्छ त्यहाँनिर जाएर तर त्योभन्दा अगाडि सरी फोटो एकदम इम्पोर्टेन्ट फोटो चाहियो नि त हामीलाई अब फोटोकै केसमा तपाईँको के भएको थियो जस्तै मैले चाहिँ फरक भयो फेरि यहाँ पनि के मेरो चाहिँ हरेक केसमा चाहिँ अलिकति डिफ्रेन्ट अनुभव भएको कारणले हामी यो डिफ्रेन्ट अनुभवलाई ब्लेन्ड गरेर तपाईँलाई भोलि अलिकति सहयोग हुनसक्छ कि भनेर सबैतिरबाट जानकारी चाहिँ यहाँलाई प्रदान गर्न खोजिरहेको छ सिचुएसन सधैँ एउटै त हुँदैन होइन कसैले एक थोक भएको हुन्छ कसैले एक थोक भएको हुन्छ त्यही कुरा गर्दाखेरि चाहिँ मेरो केसमा चाहिँ के भयो भने मैले फोटो लिएको थिएन उहाँबाट अनि त्यही भएर यहाँनिर फोटो खिच्न पाउँदो रहेछ मैले चाहिँ यहाँ नजिकैको त्यो पुलिस स्टेसनको अगाडि नै एउटा के सुपर मार्केट भन्ने छ होइन त्यहाँबाट चाहिँ 9.90 सेन्टमा चाहिँ फोटो खिचेको थिएँ त्यहाँनिर उनीहरूले मलाई त्यो एउटा कोडवाला कार्ड दिन्छ त्यति पैसा पे गरेपछि त्यहाँनिर चाहिँ एउटा सानो बुथ हुन्छ त्यहाँनिर जाएर खिच्ने आफै खिच्ने हो कि त्यो फोटो चाहिँ फोटो बुथ जस्तै हाम्रो यो सिटी सेन्टर कता कता जाँदाखेरि यहाँहरू नेपालमा हुनुहुन्छ भने सिटी सेन्टर र यो ठुल्ठुलो सेन्टरहरूमा जाँदाखेरि चाहिँ त्यहाँनिर फोटो खिच्ने ठाउँ हुन्छ कि फोटो बुथ हुन्छ भित्र छिर्ने टक्क लाएर बाहिर पे गरेपछि भित्र छिरेर तपाईँको थरी थरीको फ्रेमहरू राखेर फोटोहरू खिच्ने हुन्छ नि त्यस्तै हो जस्तो लाग्छ फोटो बुथ इलेक्ट्रोनिक एउटा हुन्छ अनि त्यहाँनिर आफैले त्यहाँ मिलाएर त्यसले क्राइटेरिया पनि बताउँछ क्या त्यहाँनिर हामीलाई स्क्रिनमा त्यो फोटो चाहिँ यस्तो हुनु पर्यो भनेर उनीहरूले त्यो जति टेक पनि गर्न पायो कि अनलिमिटेड टेक छ अनि त्यहाँनिर फोटो खिच्यो अनि त्यो फोटो खिचिसकेपछि उनीहरूको अब त्यो सिस्टममा कहाँ जान्छ त्यसको पनि फेरि क्राइटेरिया पुग्नु पर्यो तपाईँको फोटो रिजेक्ट पनि हुनसक्छ किनकि मेरो श्रीमानको केसमा चाहिँ उहाँको 2 ताल फोटो रिजेक्ट भएको थियो कि त्यो क्राइटेरिया नपुगेर जस्तो तपाईँले एक दिन पहिलो दिन फोटो खिच्नुहुन्छ त्यहाँ चाहिँ सेलेक्ट भयो फोटो बुथमा चाहिँ सेलेक्ट भयो तपाईँ पुलिस स्टेसन आउनुभयो नम्बर दिनुहुन्छ अनि तपाईँको रिजेक्ट भयो भने फेरि पे गरेर तपाईँले फोटो खिच्नु पुलिस स्टेसन जानुभन्दा अगाडि नै त्यो मेल आइसक्छ क्या तपाईँको फोटो चाहिँ भेरिफाई भयो तपाईँ अब जाँदा हुन्छ भनेर त्यो एउटा मेल आइसक्छ इमेलमा आउँछ ओके भनेपछि तपाईँले फोटो खिच्न साथ डाइरेक्टली यहाँको जस रेस्पोन्सिबल अथोरिटीमा जाने भयो त्यो पासपोर्ट साइजको फोटो हेर्ने एउटा अथोरिटी हुन्छ होला त्यहाँ जान्छ अनि त्यसले भेरिफाइड तपाईँको चाहिँ फोटो चाहिँ गुड छ जाँदा हुन्छ भन्यो भने चाहिँ अगाडि त्यसको लागि चाहिँ लगभग 1 दिन त पक्कै पनि लाग्छ 24 आवर लाग्छ होइन अब छुट्टीहरू परेन भने छिटै हुन्छ बिचमा छुट्टी पर्यो भने चाहिँ फेरि अलिकति टाइम लेन्दी हुनसक्छ होइन मेरो केसमा चाहिँ एकैचोटि भएको थियो र म त्यो मेल आउने बित्तिकै 2-3 दिन बाद जाएको थिएँ मेरो श्रीमानको केसमा चाहिँ 2 चोटि फोटो रिजेक्ट भएर अलिकति टाइम लम्बियो कि फेरि बिचमा छुट्टी पर्दियो उहाँको त्यो फोटोको काम भएर हामी त्यहाँ पुलिस स्टेसन पुग्दा झन्डै 1 हप्ता नै लागेको थियो कि हामीलाई ओके सरको चाहिँ रिजेक्ट भयो अनि फेरि गएर खिच्नु भयो यहाँले फेरि खिचे अनि फेरि खिच्दा फेरि तपाईँले एडिसनल पैसा चाहिँ तिर्न पर्दैन है कोड चाहिँ युज गर्दा हुन्छ त्यो कोड हुन्छ नि त हामीसँग अनि त्यो सेम कोडले
तपाईँले जतिचोटि पनि खिच्न पाउनुहुन्छ कि एडिसनल पैसा फेरि पे गर्न पर्दैन। त्यो भयो। मैले चाहिँ लगभग 10 युरो तिरेको केसमा, तर फेरि अलिकति बढी अमाउन्ट तिर्नेवाला पनि रहेछ क्या, मतलब 20 कि समथिङ कति तिर्यो भने त्यो चाहिँ एकै दिनमा तपाईँको फोटो भेरिफाई आएर तपाईँ त्यही दिन पुलिस स्टेसन जान मिल्यो कि होइन, त्यो पनि हुँदो रहेछ। त्यो केस चाहिँ कस्तो छ, मेरो वाइफको केस हो त्यो चाहिँ, उहाँले चाहिँ फोटो बोकेरै जानुभएको थियो, नेपालबाटै ल्याउनु भएको थियो होइन, तर फोटो मिलेन क्या, त्यहाँनिर उनीहरूको क्राइटेरिया अनुसार चाहिँ फोटो नभएको कारणले के गर्ने त भन्ने कुरा भयो होइन। फेरि हामीलाई त्यो आइडिया पनि भएन, जुन हजुरले चाहिँ फोटो बुथमा गएर सेल्फ फोटो खिचेर गर्नुभयो नि, त्यो अलिकति सस्तो भयो नि त, 9 युरो 9 पोइन्ट समथिङ भनेको अराउन्ड 10 युरोमा हुने रहेछ। हामीलाई त्यो आइडिया नभएको कारणले चाहिँ उहाँले चाहिँ फोटो स्टुडियोमै गएर फोटो खिच्नुभयो क्या। अनि फेरि त्यसको दुईटाको चाहिँ अलिकति मेरिट र डिमेरिट भन्ने के भन्ने होइन। अब यो फोटो स्टुडियोमा गएर तपाईँले फोटो खिच्दाखेरि चाहिँ इमिडिएटली तपाईँको फोटो आउँछ, इन्स्ट्यान्ट आउँछ होइन, त्यहाँ जुन रिक्वायरमेन्ट हो त्यही अनुसार त्यो फोटो बनाइदिन्छ, तपाईँले त्यो फोटो लगाएर आफ्नो प्रोसेस अगाडि बढाउन सक्नुहुन्छ एप्लिकेसन। यता फोटो बुथमा गएर गर्नुभयो भने चाहिँ फोटो भेरिफाइड हुन केही टाइम लाग्ने भयो होइन, फोटो एक्सेप्ट हुन्छ, तपाईँले खिचेको फोटो त्यो सम्बन्धित निकायमा जान्छ, भेरिफाइड भएर आएपछि अनि तपाईँ फर्दर प्रोसेसमा जान सक्नुहुन्छ होइन। अब त्यसरी चाहिँ जान सक्नुहुन्छ। र अर्को एउटा विकल्प के पनि हुनसक्छ भने तपाईँले नेपालबाटै पनि खिच्न सक्नुहुन्छ है फोटो चाहिँ। फेरि फोटो कामै नगर्ने भन्ने चाहिँ होइन, मैले चाहिँ नेपालमै खिचेर यहाँले इन्टरनेटमा सर्च गर्न सक्नुहुन्छ कि युरोप पासपोर्ट साइज फोटो अथवा फिनल्यान्ड पासपोर्ट साइज फोटो भनेर भन्नुभयो भने त्यहाँनिर आउँछ। धेरैजनाले प्राय नेपालबाट लिएर आउनु भएको पनि थाहा पाएको छु। हो नि हो, तपाईँले त्यो गर्नुभयो भने चाहिँ त्यहीँबाट फोटो खिचेर त्यो साइजको त्यो क्राइटेरिया मिट गरेको फोटोहरू बनाएर यहाँ ल्याउनु भयो भने त्यसले काम गर्छ। समयको पनि बचत भयो, पैसाको पनि बचत भयो। तपाईँको नेपालमा त्यो फोटो खिच्नलाई कति 200-300 म्याक्सिमम 500 तपाईँको यहाँ 10 युरो त 1500 हो होइन। त्यो कस्टको हिसाबले नि कति धेरै गयो क्या होइन। अनि फेरि यहाँनिर फोटो खिच्नुहुन्छ अनि फोटो बुथमा जानुभयो भने तपाईँको टाइम लाग्ने नै कुरा आयो, इन्स्ट्यान्ट गर्नुभयो भने त अझ 1500ले नि कहाँ पुगेर 3000 पुग्दैन त एउटा फोटोको होइन। त्यो भएको कारणले नेपालबाटै खिच्दा क्राइटेरिया राम्रो तरिकाले तपाईँले स्टडी गरेर नेपालबाट लिएर आउनुभयो भने तपाईँको पैसाको पनि बचत भयो, समयको पनि बचत भयो, काम पनि छिटो हुने भयो होइन। एकदम तपाईँले तर त्यो चाहिँ इन्टरनेटमा खोजेर होइन, त्यो इन्फर्मेसन चाहिँ फोटोग्राफरलाई दिनु पऱ्यो। फेरि उहाँले नर्मल रेगुलर नेपालकै पासपोर्ट साइजको फोटो बनाइदिनु होला, यहाँ काम नगर्ला, त्यो चाहिँ विचार गर्नु होला होइन। त्यो साइजहरूको कति डाइमेन्सन, कति बाई कतिको हुने, कस्तो हुने भन्ने कुरा चाहिँ एकदम स्पेसिफिक भएर गरेर ल्याउनु होला, त्यो गरियो भने बेटर हुन्छ। र तपाईँले एप्लिकेसन दिइसकेपछि तपाईँको एप्लिकेसन सक्सेस भएपछि तपाईँले चाहिँ 1 हप्ता जति मलाई लाग्छ, 1 हप्ता है, 1 हप्ता कुर्नुपर्ने हुन्छ। 1 हप्तापछि तपाईँको मोबाइलमा टेक्स्ट मेसेज आउँछ, यु क्यान रिसिभ योर कार्ड अथवा समथिङ लाइक द्याट, त्यस्तै केही भन्छ, फिनिसमा भन्छ है। अफिसियल ल्याङ्ग्वेज भनेको फिनिस र स्विडिस हो, एभ्रिथिङ तपाईँले फिनिस र स्विडिसमै पाउनुहुन्छ। कतिपय पालि त्यसलाई तपाईँले ट्रान्सलेट गर्नुहुन्छ, कतिपय पालि त्यहीँनिर इनबिल्ट ट्रान्सलेट गर्ने अप्सन हुन्छ, त्यहीँबाट हेर्न सक्नुहुन्छ। नत्र भने कतिपय पालि तपाईँले मोबाइल लिएर गुगलमा गएर फोटो खिचेर ट्रान्सलेट गर्नुपर्ने अवस्था नै हुन्छ क्या। त्यसरी चाहिँ आउँछ। अनि काटेँ मैले फेरि बोल्दा बोल्दै, त्यो आइडी कार्ड बनाउन जाँदा चाहिँ त्यहाँ चाहिँ हामीले पे गर्नुपर्छ है पैसा फेरि। त्यो चाहिँ झन्नै एकदम म्यान्डेटरी कुरा। अब डिबिबी त फ्री अफ कस्ट भयो नि त, त्यस्तै सोच्नु सकेको हुन्छ कि, तर त्यहाँ चाहिँ पैसा लाग्छ है। कति पो लाग्यो त साँच्चै? मैले अनि मेरो हस्बेन्डको सम्म पनि हामीले, मलाई लाग्छ 67 हो एक्ज्याक्टली हो, किनकि 67 लागेको कि। अहिले अझै यो जनवरीदेखि यता बढेको अरे नि त, त्यो भन्छ हेर्नु होला, नेटमा पनि पाउनुहुन्छ। अलि अगाडि यो चेन्ज भइरहेको हुन्छ कि तपाईँको अब जति डिमान्ड बढी भयो, जति इमिग्रेन्ट चाहिँ धेरै भयो, त्यो अनुसार चाहिँ त्यसको फेयर प्राइसहरू चाहिँ बढ्दै जान्छ क्या। हामी आउँदा केही कुरा अलिक सस्तोमा थियो, मैले 59 तिर जस्तो लाग्छ मलाई, तर बिस्तारै तिरेको हो भन्ने सुन्नु भएको थियो, तर मैले चाहिँ त्यति तिरेको थिएँ। अनि मैले बुझ्दाखेरि चाहिँ जनवरी यो 2025 को अस्ति जनवरीदेखि चाहिँ यता अलिकति बढ्यो, कस्ट बढ्यो, इन्क्रिज भएको भनेको थियो क्या। अनि यहाँहरूले अझ अरू कुरा नि हेर्न सक्नुहुन्छ इन्टरनेटमा, अलिकति रिसर्च गर्नु भने अनलाइन एप्लिकेसन नै दिन मिल्ने केसहरू हुँदो रहेछ क्या। अनलाइन एप्लिकेसन दिँदाखेरि अझ सस्तो पनि पर्न सक्छ यहाँहरूलाई होइन। त्यो पनि एक्सप्लोर गर्न सक्नुहुन्छ। त्यो साइडबाट पनि तपाईँले
यहाँहरूले चाहिँ हेर्नुभयो रिसर्च गर्नुभयो भने केही हदसम्म सस्तो चाहिँ पर्छ सायद मलाई लाग्छ पेपरलेस काम गरौँ भनेर होला यिनीहरूले अलिकति यो अनलाइन कामलाई चाहिँ प्रमोट गरिराखेको देख्छु म तपाईँले त्यहीँ गएर एप्लिकेसन दिँदा र अनलाइन दिँदामा केही रेट फरक पनि रहेछ मैले भर्खर हेर्दाखेरि चाहिँ तपाईँले आफैले अनलाइन एप्लाई गर्नुभयो भने 63 युरोमा हुने रहेछ अनि पुलिस स्टेसनमै गएर अप्लाई गर्नु हुन्छ 67 युरोमा हुने रहेछ भनेपछि यो चेन्ज हुनसक्छ यही नै हुन्छ भन्ने होइन बिस्तारै बिस्तारै एभ्री फिस्कल इयरमा चेन्ज हुन पनि सक्छ यो कुराहरू त्यसरी गरेपछि तपाईँको आइडी कार्ड बन्यो आइडी कार्ड बनेपछि के हुन्छ भन्ने कुरा चाहिँ हामीले यो एपिसोडमा भन्दैनौँ आउने नेक्स्ट एपिसोडमा चाहिँ हामीले तपाईँहरूले हामीलाई हेर्नुहोस् लाइक गर्नु होला सब्सक्राइब पनि गरिदिनुहोस् हाम्रो च्यानललाई केही फिडब्याक छ भने फिडब्याक पनि दिनु होला जहिले पनि रेडी छौँ हामी त्यो फिडब्याकलाई चाहिँ लिनलाई होइन हामीले सुरुवात गर्दैछौँ हामी प्रोफेसनल होइन बिस्तारै हामी सिक्दैछौँ गर्दैछौँ होइन सिक्दै गर्दै जाँदैछौँ र केही यहाँहरूलाई जान्न मन लागेको कुराहरू छ भने कमेन्टमा पनि लेख्न सक्नुहुन्छ तपाईँको क्वेसन्सहरूलाई चाहिँ यहाँ कमेन्ट बक्समा छोडिदिनु होला हामी त्यसलाई चाहिँ हल गर्ने कोसिस गर्नेछौँ हामी टिकटकमा पनि यो भिडियोहरूलाई सानो सानो क्लिप बनाएर सेयर गरिरहेका हुन्छौँ होइन फेसबुकमा पनि सेयर गरिरहेका हुन्छौँ तपाईँले जहाँ कमेन्ट पनि गर्न सक्नुहुन्छ है युट्युबमा मात्रै छैन सबैतिर छ जहाँ कमेन्ट गर्नुहुन्छ हामी यहाँहरूलाई रिच गर्ने कोसिस गर्छौँ